ल फाइनली गाइस म चाहिँ यहाँ महको स्थिति हेर्दै चाहिँ अलिकलाई क्यामेरा ल म चाहिँ सम्पर्क राख्नु होला चक्कु ल्याउने चक्कु चपरा मह चक्कु ल्याउने पुरै सिलबन्दी चाका 3टा रामचुरी बनाइसकेको छु हेर्न ढिला भयो ठ्याक्कै फुट्ने हो खोइ त्यसको त्यो 3टा दुधको थुन जस्तो छ नि त्यो 3टा त्यो चाहिँ के नि यो रानीचुरी बनाएको यो आज नहेरा भयो ठ्याक्कै भोलि रानी सुटिङ छ यो 3टा 4वटा हालिद उत्पादन गरेपछि चाहिँ हेर्नुपर्छ क्या त्यही भएर त्यो चाहिँ हुल फुट्नको लागि चाहिँ रेडी पोजिसनमा यसलाई घर बिगार्नु गर्ने बेला भयो भने कति धेरै रहेछ एउटामा 4वटा भएपछि त्यसमा पुरै बच्चै बच्चा त्यसमा भाले टन्नै छ बेलामा यसरी हेर्नु गर्नु है गाईजी अब यसमा बच्चाको सङ्ख्या पनि टन्न भइसकेको छ मह पनि सिल गरेर चाहिँ भाले मजाले सङ्ख्या निकालिसकेको छ त्यहाँदेखि यो सबै ब्रुडहरू देख्न सक्नुहुन्छ मजाको कति धेरै रहेछ त यसमा त म चाहिँ धेरै छैन है टन्न तपाईँ बच्चा हुर्किने बित्तिकै भयङ्कर भालेको सङ्ख्या नि छ रानी चिन्न अलिक गाह्रै हुन्छ उयो होइन उ त्यो उयो अनि त्यो कालो सबै भाले हो त्यही त त्यो भाले चाहिँ भाग्छ भाग्दैन अब यो मह कम भएपछि भाले मारिदिँदैन सबै 3टा 4वटा रानीचुरी बनाएको छ अब यो हुल फुटाउने बेला भयो अब अर्को घर बनाउनु मिल्यो क्या अब देख्न सक्नुहुन्छ यो पुरै महले भएर गएको सिँगै रानी देख्न एकदम गाह्रै हुन्छ अब यसमा भयो ल भयो क्यान्सल गर्नु तेरो आइफोन कता होला बिचमा न अहिले यत्रो बेर खिच्या जाला खिएर होला ल गाइस अब यो म घर विभाजन गरेर भिडियो बनाउँथेँ अलिकति यहाँ अब मोबाइल क्यामेरा समाउने मान्छे छैन त्यही भएर पहिला चाहिँ मैले भिडियो बनाएन पछि विभाजन गर्दाखेरि चाहिँ बनाउला